हामी स्याङ्जा कालीगण्डकी गाउँपालिका 5 लुङसिङमा छौँ। जङ्गलमा पारी चाहिँ पाल्पा हो। कालीगण्डकी कोरिडोरको काम भकाभक भइरहेको छ। कति राम्रो कति ठुलो बाटो छ। तल कालीगण्डकी नदी सललललल धेरै राम्रो छ। हामी चाहिँ पुरानो ठाउँमा यहाँ जङ्गलमा लौरो टेकेर हिँड्दैछौँ। लट्ठी पहिला यहाँ एकदम कति मजाले हिँडिन्थ्यो। त्यो भिरमा कति गइन्थ्यो। अहिले त खै माथि नै लट्ठी टेकेर हिँड्नु पर्ने अवस्था भइसक्यो। बाँसटारी एकदम सुन्दर गाउँ बाँसटारी। अलिकति देखियो यहाँबाट राम्रो देखिया छ। प्यारो गाउँ। वाउ दामी छ। कस्तो राम्रो फुल। राम्रो ठाउँ खोल्छु। म आइरहेको छु भिडियो बनाइरहेको छु के। राम्रो ठाउँको कुन साँखर? यो साँखर हो। यहाँ चाहिँ माछा छोप्ने साँखर भन्छ यसलाई चाहिँ। मैले यहीँबाट जुम गरेँ अलिकति देखिन्छ। माछाको साँखर बनाएको माछा छोप्ने साँखर कालीगण्डकी नदीमा। के गर्दै हो? यो चाहिँ हाम्रो गार्डन हो। गार्डन हो यो। गार्डनमा फुलहरू फुलिरहेको छ। कस्तो राम्रो फुल है। वाह हाम्रो स्विमिङ पुल चाहिँ तल छ अलि देखिन्छ। स्विमिङ पुल देखिसक्यो। अघि मैले सुनाएको नदी कालीगण्डकी नदी चाहिँ हाम्रो स्विमिङ पुल। हामी चाहिँ एकदम पौडिएर पारी दिनभरिमा कतिचोटि हिँडेर आउन चाहिँ टाढा हो नि। हामीसँग साधनको बाटोको व्यवस्था थिएन त्यति बेला। त्यही भएर चाहिँ हिँडेर आउँदा अलिक गाह्रो हुने भएर अलिक छिटो हिँड्नु पर्थ्यो। नत्र भए हामी कति बस्थ्यौँ, कति पौडिन्थ्यौँ, बल खेल्थ्यौँ। साह्रै रमाइलो हुन्थ्यो। हामी चाहिँ अहिले सिउँदी पँधेरानिर आउन लाग्यौँ। सिउँदी पँधेरा होइन अर्को पँधेरा। बाटो त यता वारी पनि बाटो खन्ने हो। त्यहाँ होटलको जक्सन बनाउन सकिन्छ। हाम्रा त तल घडेरी हुन्छन् है। त्यो पारीको चाहिँ कालीगण्डकी कोरिडोर भयो। शालिग्राम कोरिडोर चाहिँ यही वारीबाटै जाने हो। हाम्रो यो ठाउँमा पनि त्यत्रै कोरिडोर बन्छ। बजेट परिसकेको छ। धेरै वर्ष भइसक्यो। कामहरू हुँदैछ। नेपालको काम सबैलाई थाहा छ। खेत सब अहिले त खेतै रहेनन्। हामी चाहिँ पँधेरो नुहाउनी पँधेरो हामी कति नुहाउँथ्यौँ यहाँ हामीले। पिपलुको रुख। वाह यो पँधेरोमा हामीले कति नुहाउँथ्यौँ। बाथरुम हाम्रो नेचुरल अर्ग्यानिक बाथरुम यो। हामीले चाहिँ नुहाउने धुने सबै काम यहीँ आएर गर्थ्यौँ। अब चाहिँ हामी यो चाहिँ पँधेरो भयो। अब छिउरी पँधेरो स्पेसल नामाकरण गरिएको पँधेरो तर्फ लाग्दैछौँ। हाम्रो गाउँको रोड देखियो। यहाँ अर्को रोड। हामीले आँप खाएर हुर्किएका कति आँप छन्। आँपको बगैँचा हाम्रो बागवान हो यो। यो चाहिँ फलफुल बगैँचा।
फलफुल भनेर गाउँतिर आँप, छिमेकीका आँप, सिन्दुरे आँप हो यो। सिन्दुरे आँप हो त यहाँ हो, त्यो पनि आँप हो। त्यहाँबाट गुल्टिँदै आउँथे कति, यहाँ छोपेर खाइन्छ। हो नि त, सब आँप हो यो, आँपको बगैँचा। यहाँ चाहिँ छिमेकी पँधेरो भनेको यहीँ हो। ल गाडी आइरहेछ, ठुलै टिप्पर आइरहेछ है। यहाँ चाहिँ तल पुल निर्माणको लागि आवश्यक सामानहरू बोकेर ठुलै टिप्परहरू आइरहेछन् हाम्रो बाटोमा, धुलो उडाउँदै बाहिरको बाटोमा भन्ने एउटा गीत थियो नि त। थियो हामीलाई नै हेरेर बनाएको हो कि त्यो गीत। अहिले हामीलाई सुइटेबल भयो। स्वामीको रुख हो। ए पँधेरोमा जाने बाटै छैन त्यो। बेलको रुख। यहाँ चाहिँ यहाँको पानीले मोही पार्दा एकदम धेरै घिउ लाग्ने, मिठो घिउ लाग्ने भन्ने चाहिँ एउटा धारणा पनि हो, हामीले गरेको पनि हो। एकदमै राम्रो। यहाँ चाहिँ अहिले पँधेरो पनि पँधेरो रहेन, यही हो सिउँदी पँधेरो। पुरै झारै झार भएछ अहिले त। यो सिमेन्टेड बनाएपछि चाहिँ बिग्रियो क्या यहाँ है। कुरो त्यहाँनिरबाट बिग्रिएको हेर्न, त्यहाँनिरबाट बिग्रियो, सिमेन्टेड बनाइयो। पँधेरो यो कुनामा पानी उम्रिरहेको छ क्या। यहाँ यो थुन यति लेभलको नि त पौडा नै मिल्छ त यहाँ यति होइन। पौडी नै होइन, खाने पानी एकदम सफा पानी। यहाँ पौडिन फोहोर गर्नुहुन्न। यहाँ छेउमा देवी देवताहरू बास हुन्छ होइन। उहाँ नाग हुनुहुन्छ, हाम्रा नाग देवताले धान्नु आएछ त्यो साल। धान्नु भएको छ यो साल। त्यो साल माथि हुनुहुन्छ कि नाग देवता फेरि ट्याक्कै देखिन्छ। अच्छा, दिने हो, चलाउन पर्छ। अब भावी पुस्ताहरू चल्दै आएको सृष्टि हामी जन्मिएपछि यो विधिको के अरे दाता हो कि विधाता, विधिको दाता हो कि विधाता, भाग्य विधाता। टक्क यहाँका आँप खाएर हुर्क्यौँ। दरै फलाइन्थ्यो, सिजनका फलफुलहरू सब फलाइन्थ्यो भनेर अब सबै फेरि स्याउ त्यस्तो चिजहरू चाहिँ फलाइएन होइन। यहाँ फल्ने चिजहरू यहाँ हुने चिज फलाइदियो। स्याउ फलाउँछु भनेर यहाँको सेयर त भएन। यहाँ फल्ने चिजहरू फलाइयो। आज बाले भनेको खजाना पनि खोज्न जान सकिएन होइन। खजाना राजु मास्टर भए त्यसलाई दिनुपर्छ है खजाना हुनु। जाम मैले त राजीनामा दिन्छु त्यस्तो खजाना पाएँ भने होइन। खरिददारमा पनि नाम निकालेको अब त्यतै बस्छ कि है। बस्छ अब त्यसले काठमाडौँ सार छ कि हेटौँडातिर छ कि अब होइन। हेटौँडातिर अब नगए हुन्छ के उसो त पत्र नियुक्ति पत्र लिनु गयो कि गयो? त्यो पत्र पाएपछि त्यसले जहाँ बस्छु भने पनि पायो कि नियुक्ति पत्र बुझ्नु जानुपर्छ कि त्यसले यता निकाल्यो कि अब त्यसको त्यसले प्रगति गर्यो। त्यसलाई कति सम्झाउँथेँ, आफैमा मेहनती हो नि केटो। यहाँ कति पढ्थ्यो रुख गएर होइन, चिउरी गएर डाँडा गएर। अनि त हामीमा लकडाउनमा हामी तलमा भलिबल खेलिरहेको छौँ, त्यो डाँडा एक्लै गएर कति जाँगर चलाउँथ्यो। गीत त उडिहाल्छन् आजको। हर्ष उल्लास भनेको त्यही हो कि यिनीहरूलाई दसैँ हामी त प्रकृतिमा बसिया नि त। दसैँमा पनि त्यस्तै गर्नुपर्छ। हामीले पिकनिक खानुपर्छ गजबको होइन। तर एउटा पिकनिकलाई चाहिँ ठाँटी जस्तो बनाउनु पर्छ क्या हो कि डाँडातिर होइन। पिकनिक स्पट भनेर स्कुलमा पिकनिक आउनु त्यही वगेर होइन र हाम्रो पिकनिक स्पट त्यही त भएन। हामी सुरुमा के जान्थ्यौँ रे माथि त पिकनिक स्पट स्कुलले लान्थे नि के पिकनिक भनेर। गाउँबाट एउटा के पिकनिक 5 कक्षामा पढ्दाखेरि एउटा के थियो पाठशाला के अरे
पाक्सी छ्याउ के भन्ने थियो पाक्सी त्यति बेला हो त हाम्रो त खेतहरू छ क्या त्यहाँ पँधेर छ अलिकतितिर यहाँ पनि पिकनिक आएको अघि मैले भिडियोमा त्यो खिचेको छु त्यति बेला कक्षा 5 त्यो खेतमा पिकनिक आउँथ्यौँ हामी वनभोज कि एउटा पाठ थियो क्या अनि त्यो चाहिँ प्र्याक्टिकेबल भनेर हाम्रो घरबाटै चामल लिएर आउने घिउ लिएर आउने साग लिएर आउने पेँडालु लिएर आउने तरुल लिएर आउने खुर्सानी नुन तेल सब घरबाट सबैले अलिकति अलिकति लाने टक्क यहाँ आएर पकाउने हाम्रो त टिचर्सहरू पनि बहुत रमाइलो हुनुहुन्थ्यो नचाउनुहुन्थ्यो नाच्नुहुन्थ्यो छविलाल सरलाई भन्नै परेन अझै उस्तै हुनुहुन्छ होइन सबै सरहरू उस्तै हुनुहुन्छ भन त अझै विशेष छविलाल सर चाहिँ सधैँ युवा के अहिले भलिबल खेल्ने हो भने सर जति खेल्न सकिन्न हामी एकदम उहाँ जस्तो फुर्ती अहिले भनेको त्यो एजमा पनि एकदम राम्रै फुर्तिलो हुनुहुन्छ खेल्नु हो नि सरसित सब खेल भलिबल हामी पनि खेलिन्थ्यो म चाहिँ नाच्न सिकेको यहीँ हो यहाँ सिकेको नाच्न सिकेको हो यहाँ मलाई पिङ चाहिँ यतै तल भिरतिरबाट सबैको 10कोमा छ काटेर ल्याउने कोही काट्न जाने म चाहिँ यहाँ नाच्न सिक्थेँ म र एकजना लेडिजलाई कोही डान्स गर्ने सँगै पार्टनर अनि एक दुईजना गीत गाउने ताली बजाइदिने बस्नुहुन्थ्यो यो पनि सम्झना आयो यहाँनिर बस्दा मिठो सम्झना गाउँको है मैले यही बसेर घाँस काट्थेँ के अरे भाउ यो तेरै खरबारी भयो के अरे होइन यो बगैँचा जति यसकै हो सबै यसका भए पनि आँप जति आँपले खाइन्छ यो धेरै पछि फलेको हो कि यो आँप यो धेरै पछि हो त सानो फल दियो यो आँप चाहिँ सानो फेरि मिठो के सानो गेडा तर मिठो के रातो 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 फल थियो यो ओ त्यो पल्लो पारिसो सरको खेतहरू हो कि त्यो पारिसो सरको आँप त्यो आँप पनि मिठो आँप थियो कहाँ खाइन्थ्यो हो त्यहीँ पलतिर चाहिँ लाब्रे भएको आँप थियो अहिले चाहिँ काट्नु भयो छैन बहुत मिठो ठुलो ठुलो फल थियो सेतो फल थियो बहुत मिठो हुन्थ्यो क्या आगोले धेरै नष्ट गर्यो रुखहरू यस्तरी जल्यो घर घरै अब गोठै जलेका अब यो त रुखहरू जल्नु त सामान्य कुरा मान्नु पर्यो होइन दुःख लाग्छ पीडा लाग्छ यस्तो सम्झिँदा जाने लखेडा म इमोसनल भएँ गाउँको माया लाग्छ के गर्नु यस्तो मिठो सम्झना ताजा सम्झना आज गरियो चा पिउने कस कहाँ हो बाबु चा पिउने मामा घरतिर तेरो चिया छ त सजिलो छ केटालाई मामा केटाले माइजू नमस्ती गरिहाल्छ मामा नमस्ती गरिहाल्छ हामी सँगसँगै चिया खानु पाइन्छ गाउँको रमाइलो पाँचटारीमा पञ्चायन झलल पञ्चायन मन्दिर पाँचटारी वा कति सुन्दर छ है कि हाम्रो पनि सम्भव हुनुपर्ने पाँचटारी देखेर त हाम्रो गाउँ अलिकति भिरालो नै हो कि धेरै झलझला